पाइयो यस्तो मिठो सुप बनेको छ गाइस हैन कति मिठो भएको लङ टाइममा खाए यस्तो मिठो सुप कस्तो लाग्यो आमा मलाई त ओर मिठो भयो मिठो भयो मिठै भयो नि मिठै भएर त मिठो भयो भन्नु भयो त के हानि जंगल आएर माछा यसो पकाएर तोरी हाले पनि नहाले पनि मिठो भयो त त्यो तोरी टेस्टको लागि त हो नि हाल्नु यति झन् ओरिजिनल तिखर टेस्ट माछालाई अलिकति हाल्छ नाल्नु त टेस्टको लागि तर नहाले पनि ल्याइएन हालिएन एकदम दामी भयो नहालेको झन् फुल्ली फ्याटी भयो क्या हेर न कसरी अब यो आमाले तेल धेरै हाल्नु पर्यो हाल्नु भएन हैन तेल त यति हालेको यिनले अब अलि त यसै पनि पाउले होला नि यसको माछाकै तेल होला के एकदम आइरहनु कस्तो फ्याटी हालेको तेल त फ्याटी हेभी वाला टेस्ट के हुन्छ नि टक्क पारेको टेस्ट अलिकति कङ्क हुन्छ नि कन्सन्ट्रेटेड भएर अब कन्सन्ट्रेट ट्याक्कै त्यो भनेको जस्तो म्याङ्गो जुस हामीले खान्छौँ नि त ठ्याक्कै त्यस्तो टाइपको के अलिकति बाक्लो हो ठ्याक्कै थियो के ठ्याक्कै त्यही छ क्या यसमा कङ्क वाला दामी छ दामी छ यता माछा पाकिरहेको छ पुरा पुरा बिउमा के भन्छ के भन्छ अरे यसलाई यस्तो मजाले पाकिरहेको छ है एउटा चाहिँ माछाको सुप एउटा चाहिँ माछाको फेरि स्मोक्ड फ्लेभर हुन्छ नि टक्कै बलेको आगो छ नि जङ्गलको फेरि यस्तो हुन्छ क्या जङ्गलमा बलेको आगो छुट्टै हुन्छ क्या त्यो माछाको खोलाको छेउमा जङ्गलमा बलेको आगो हैन काँडा यस्तो हुन्छ के पाङ्गे भएर तबाट हेर्नुपर्छ आई डोन्ट नो लिटरली त्यस्तो है So I think it's a sunset. There. मान्छे पहिले रेडी भन्दै अब सुन्नुपर्छ के छ आजको हाम्रो बास कता छ आज हाम्रो किनब्रो प्रोभिन्सियल पार्क लास्ट क्याम्पिङ अफ द इयर मस्त बोल्दैछ आज बिस्तारै बोल्दैछ पार्कतिर खासै मान्छेहरू छन् त छन् अहिले धेरै
बस बस्नु न सनराइज हेर्न आएको मान्छे जस्तो हल्ला यो चिसोमा ज्याकेट के ज्याकेट वाटर ज्याकेट लाइफ ज्याकेट वेडिङ कस्तो बनाएको वेडिङ गर्दाखेरि क्लोज अप सर्ट हाने जस्तो क्या मेरो फुल एक्सेप्ट गरौँ न प्लिज मायालु थ्याङ्क यू टेक इट एज अ प्रेजेन्ट एन्ड बाई सो नाइस गाइज यो चाहिँ किनब्रुक प्रोभिन्सियल पार्क क्याम्प ग्राउन्डबाट चाहिँ हामी यो वकिङ ट्रेल छ त्यसमा हिँडिरहेको हो अनि इनफ्याक्ट हामी यो सनराइज हेर्नको लागि चाहिँ आयौँ तर अनफर्चुनेटली क्लाउडले चाहिँ ढाक्यो अनि सनराइज राम्रो आउने भएन त्यही भएर हल्का जगिङ गरौँ भनेर बिचमा चाहिँ मैले यस्तो प्रेजेन्ट दिएको आई होप यु लाइक माई प्रेजेन्ट एन्ड आई वान आस्क हाउ he felt after receiving that present. Hello sir. Round छैन gift round छैन ठिकै हो it's so nice and so divine है अब यो आउँदैन किनभने winter is knocking the door स्नो परिसक्यो एकचोटि अब त के एक्सपेक्ट गर्नु so last but not the least last camping and we are having fun bye bye